Thank you so much for your constant support, understanding, and encouragement. यो भन्दै गर्दा मैले बिर्सिनै नहुने नाम आदरणीय डाक्टर अच्युतराज पटेल सर, जसले सरले हामीलाई वेलकम पनि गराउनु भयो विषयमा, र आज सर मार्फतै बिदाईको पनि अवसर प्राप्त भएको छ। सँगसँगै मैले विषय नहुने नामहरू एलबी सर, वाइबी सर, सरहरूको उपस्थिति छैन र अर्को एक नाम विशेष नाम छ विनिल राज अधिकारी दाई र दाईसँग जोडिएका अन्य नामहरू सुशान्त दाई, आरव दाई, सरोज दाईहरूलाई पनि एउटा सम्झिन चाहन्छु। सँगसँगै हाम्रो प्यारो सबैको प्यारो राजेश दाई, दिलीप दाई, जसले हामीलाई यो विषयभरि सहजताको भूमिका निर्वाह गर्नु भएको छ, दाईहरूलाई पनि एउटा सम्झिन चाहन्छु। बिर्सिनै नहुने एउटा यस्तो विशेष नाम प्यारो प्रनिस भाइ। पढाइको उमेरले भाइ भए पनि मेरो यात्रामा सहयात्रीको ठुलो भूमिका निर्वाह गरेको छ भाइले। भाइलाई पनि एउटा सम्झिन चाहन्छु। एन्ड अफ कोर्स माई फ्रेन्ड्स विशेष श्रीधर, दिनेश, समीर, सिद्धान्त, राहुल, आलोक, सुमन लगायत सम्पूर्ण नाम भन्यो भने नरिसा होइन, मुखमा आएर नाम भन्यो भने ups and downs are the part of life, but during this journey we gather these sweet and bitter experiences. I realize this possible journey is unique and the path we walk is something we create ourselves. आज हामी जीवनको यस्तो चरणमा छौँ यो भन्दा अगाडिका दिनहरूमा बिनकै भेट होला। दिनको भेटघाट पातली र महिनौ पछिको भेटघाट हुँदै सायद अब भेटघाटै पनि नआउन सक्छ। गन्तव्यमा पुग्न बाँकी नै छ। मबाट होइन कसैको चित्त दुखेको छ भने एउटा माफी माग्न चाहन्छु। हामी माफ गर्ने माफी माग्न चाहन्छु। यस यात्राको क्रममा कसैको साथी, कसैको भान्जा, कसैको मामा, कसैको दाई या कसैको भाइ बन्ने अवसर प्राप्त भयोस्। मिठा मिठा अनुभव र यात्राको क्रममा सहयात्रीको भूमिका निर्वाह गरेर अहिलेसम्म यस यात्रामा मलाई सधैँ साथ दिने सम्पूर्ण साथीहरूलाई यहाँबाट सम्झिन चाहन्छु। From the bottom of our heart, thank you so much everyone. Who made this story memorable? Finally भन्ने दिन पनि आयो। सम्पूर्ण साथीहरूमा उज्जवल भविष्यको शुभकामना दिन चाहन्छु। लभ यु अल। धन्यवाद। नाइस। धन्यवाद। एकदमै भावुक स्पिच दिएर आउँछ।